हामी चाहिँ सधैँ यो ओह्रालो चाहिँ एकदम हामी जाने गर्छौँ। यो ओह्रालो सन्डे चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो चर्चको बाटो चाहिँ यो नि त। यसरी म र आमा चाहिँ यसरी चर्च जाँदै छु हो। यस्तो ओह्रालो छ। तपाईँहरू पनि कुनै समय मौका मिलेन आउनु सक्नुहुन्छ हामीसँग, विशेष मेरो आमासँग। यहाँ हेरिदिनुहोस् न आमा हो। हामी कता गएको भनिदिनुहोस् न अन्त। चर्च गएको हो हामी। अनि हामी दुईजना आमा छोरी चाहिँ कहाँ जाँदैछौँ? चर्च जाँदैछौँ। म चाहिँ कहिले भिडियो बनाएको छुइनँ नि त। यो बाटो हिँडेकोहरू, चर्च गएकोहरू कहिले पनि बाटो बनाएको छुइनँ हो। सुन्नु हुँदा ल, आज हामीले ढिलो भयो। प्रायः जस्तो हामी ढिलो हुन्छ, जति नै छिटो निस्के पनि सन्डे चाहिँ यस्तै हुन्छ, किनभने गाडी पाउँदैन हो। अहिले चाहिँ दिवालीको छेउछाउ हो, अन्त धेरै प्रकारको उयो हुन्छ, जाम हुन्छ, रिजर्भ हुन्छ हो। त्यही कारणले ढिलो हुन्छ हौ विशेष गरी, तर अलिकति त छिटै भयो। अनि यो चाहिँ हाम्रो चर्च बाटो हेर्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ हाम्रो चर्च हो। सन्डे हामी सधैँ यहाँ आउँछौँ, सन्डे फ्राइडे। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने हाम्रो चर्चमा एकपल्ट आउनु सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। अहिले चाहिँ वर्सिप सुरु भइसक्यो, मैले राखेको। तपाईँहरूसँग फेरि कुराकानी गर्दै गरौँ ल। अहिलेलाई बिदा माग्दछु। बाई बाई।